आज नतिजाको हुनेछ पर्दाफास है। आज नतिजाको हुनेछ पर्दाफास। किन काट्नुहुन्छ तपाईँले यसरी पहेटा किन काट्नुहुन्छ भनेर सोध्नुहुन्छ कतिजनाले। कतिजनाले त म्यासेजै गर्नुहुन्छ होइन हो किन हो तपाईँले यसरी पहेटा काटिदिने बिचरा चल्लाको पहेटा हुर्किँदै गरेको चल्लाको पहेटा किन काट्नुहुन्छ भन्नुहुन्छ। मैले सबैको चल्लाको पहेटा काटेको छैन तपाईँलाई देखाउनको लागि। 20वटा छ हजुर मसँग 20वटा छ। 20वटा म 10वटाको काटेको छु 10वटाको काटेको छैन। आज म तपाईँलाई देखाउन गइरहेको छु। ल हेर्नुहोस् है यसरी माथिको पहेटा जुन काट्न मिल्ने पहेटा हुन्छ मासु चाहिँ नकाट्दिनु होला है। त्यो चाहिँ एकदम ध्यानपूर्वक जानकारले मात्रै गर्नु होला। ल हेर्नुहोस् है तपाईँले यसरी चाहिँ माथिको पहेटा यो आज अन्तिमचोटि हामी काट्दैछौँ। यिनीहरूको तेस्रोचोटि 2 महिनाको भयो यिनीहरू चाहिँ अहिले भर्खर तपाईँले हेर्दै हुनुहुन्छ। यिनीहरू 2 महिनाको भइसकेका छन्। अब यिनीहरूको अन्तिमचोटि काटेका छौँ र नतिजा चाहिँ हेर्नको लागि तपाईँले यो भिडियोलाई लाइक र फलो गर्नु होला। हामी तपाईँलाई नतिजा अर्को भिडियोमा देखाउनेछौँ। यदि तपाईँले जान्नु भएको छ होइन भने नकाट्नु होला है। चल्लाको पहेटा यसरी कसरी काट्ने हो भनेर तपाईँलाई थाहा छैन भने नकाट्नु होला। यो जानकारले मात्रै गर्नु होला। नजानेको मान्छेहरूले यो चाहिँ नगर्नु होला। तैपनि हामीले यो भिडियोमा देखाएका छौँ पहेटा कहाँबाट काट्ने हो भनेर। र यो पहेटा काटेमा के हुन्छ भनेर पनि हामीले अगाडि भिडियोमा बताएका छौँ कि तौलमा कति फरक आउँछ पहेटा काटेको र नकाटेकोमा कति तौल फरक पर्छ भनेर हामीले तपाईँलाई देखाएका छौँ। यो एक्सपेरिमेन्ट हामीले यो गिद्दा चल्लामा गरेका छौँ र आउने दिनमा ब्रोइलर कुखुरा र लोकल कुखुरामा पनि गरेको चाहनुहुन्छ भने तपाईँले हामीलाई फलो गर्न नबिर्सिनु होला। तौलमा कति फरक आउँछ भनेर हामीले अगाडि भिडियोमा देखाएका छौँ। तपाईँ हेर्न सक्नुहुन्छ। हस् ल हामीले एक्सपेरिमेन्ट गरेका थियौँ पहेटा काटेको चल्ला र पहेटा नकाटेको चल्लामा के फरक हुन्छ भनेर हामी तपाईँलाई देखाउन गइरहेका छौँ है त। यो सेतो सेतो चल्लाको हामीले पहेटा काटेका छौँ। तपाईँहरूलाई हामी देखाउन चाहन्छौँ। तपाईँले हेर्नुभयो पहेटा काटेको छ। यो सेतो सेतो चल्ला है 4वटा चल्लाको पहेटा काटेको छ। आज मात्र 1 महिनाको पनि पुगेको छैन है। 1 महिना पनि पुगेको छैन यिनीहरू। हेर्नु त्यसको पहेटा काटेको छैन। हामी तपाईँलाई देखाउन गइरहेका छौँ कि तौल कति फरक छ, कति तल माथि आउँछ पहेटा काटेको र नकाटेकोमा कति वेट तल माथि आउँछ भनेर हामी तपाईँलाई देखाउन। हेर्नुहोस् यसको पहेटा काटेको छैन तर यसको पहेटा काटेको छ। यो र यो सँगै बस्ने चल्ला हो, सँगै हुर्किने चल्ला हो है त। यो पनि 4वटा छ त्यो पनि 4वटा छ। हामी तपाईँलाई देखाउन गइरहेका छौँ। हेर्नु होला। ल नजिक एउटा देखाइदिनुहोस् वेट बुझियो अझै नजिक 1 किलो 966 ग्राम। आज मजाले देखाएको छ अहिले त अझै नजिक आउनुपर्छ कि 1 किलो 966 ग्राम आयो। अब 1 किलो 966 ग्राम सरले जाऊ पछाडि 1 किलो 966 ग्राम छ यो पहेटा काटेको वाला। अब यो पहेटा नकाटेको वाला तपाईँहरू हेर्नु होला। ल नजिकै लगेर देखाइदिनुहोस्। 1 किलो 744 ग्राम है। 1 किलो 744 ग्राम है। तराजु र क्यामेराको डिस्प्लेमा केही समस्या होला त्यही भएर देखिने त्यो नजिक गरेर देखाएको छु। 1 किलो 744 ग्राम। यो चल्लाहरू 1 महिनाको पनि भएको छैन जसमा चाहिँ तपाईँ हेर्न सक्नुहुन्छ लगभग 200 ग्रामको तलमाथि फरक पर्न गयो। र यिनीहरू हुर्किने क्रममा पहेटा काटेकाहरूको वेट बढी आउँछ, पहेटा नकाटेकाहरूको वेट कम आउँछ। तपाईँहरूले पनि यो एक्सपेरिमेन्ट गर्न सक्नुहुन्छ है त। तपाईँलाई म अर्को पनि भिडियो देखाउन गइरहेको छु नाति। तपाईँहरूलाई देखाउन गइरहेका छौँ। यताको हामीले पहेटा काटेको कुखुरा हो। ल हेर्नुहोस् पहेटा काटेको कुखुरा यो पहेटा काटेको तर यतापट्टिको पहेटा काटेको छैन। यसको वेट र यसको वेटमा के अन्तर छन् हामी तपाईँलाई देखाउन गइरहेका छौँ। यो र यो कुखुरा एउटै उमेर समूहको कुखुरा हो, सँगै हुर्किएका कुखुराहरू हुन्। तपाईँहरूलाई हामी देखाउन गइरहेका छौँ। 4वटा कुखुरा यहाँ पनि छ, 4वटा कुखुरा यहाँ पनि छ है त। ल स्टार्ट गर्नुहोस् तराजु। पहिला पहेटा नकाटेको कुखुराको हामी वेट देखाउन गइरहेका छौँ है त। नजिकबाट देखाइदिनुहोस् ल। अझै नजिक 7 केजी लगभग 50 ग्राम छ है। ल 7 केजी 50 ग्राम फेरि एकचोटि देखाइदिनुहोस् सर नजिक ल्याएको 7 केजी 45 ग्राम छ। तपाईँहरूले देख्नुभयो होला। ल यो पहेटा काटेको वालाको पनि हामी तपाईँलाई देखाउनेछौँ। ल नजिक ल्याएर देखाइदिनुहोस् अझै नजिक बुझियो होला। ल
8 केजी 800 ग्राम छ है त। लगभग तपाईँको 1.5 केजी भन्दा माथि नै फरक पर्न गयो चावडा कुखुरामा। तपाईँहरूले के बुझ्नुभयो के बुझ्नु भएन कमेन्ट गर्नु होला, बुझ्नु भएन भने। र कुन दिनमा काट्न सकिन्छ 2 महिनाभित्र कुन दिनमा काट्न सकिन्छ भनेर जान्नको लागि तपाईँले हाम्रो भिडियोलाई फलो गर्नु होला। हामी तपाईँलाई अर्को भिडियोमा जानकारी गर्नेछौँ। ल थ्याङ्क यू।